अब यो पल्ट चाहिँ आमा कसलाई मतदान गर्ने सोच बनाउनु भएको छ? यसपालि भोटमा हाल्दा घन्टीमा हाल्नुपर्छ। जनता सचेत छ भने, छैन भने छोराछोरीलाई धुलो चटाउने भए ओलीलाई नै हाल्नु। किन आमा त्यसो चाहिँ? त त्यसले त्यत्रा पैसा डराउँदा, त्यत्रा पैसा गर्दा भ्यू टावर बनाउँदा एउटा गरिब दुखा त्यहाँ स्कुल बनाइदिए पर्ने थिएन? एउटा डाक्टर खोलिदिए भए दबाई गर्नु थिएन? यहाँ आउनु पर्थ्यो दबाई गर्नु पर्ने थिएन नि? त्यो उसका बाबुको जग्गा बेचेर बनाएको पनि हाम्रा पैसा हो। हाम्रा छोराहरूले विदेशमा मुसालेको धोती धोएर कमाएका पैसा हुन् ती। त्यतिकै त्यत्रा पैसा डढ्ने साटो जनता। ओलीले भत्ता दियो, बुढाबुढीको बुद्धि खोइ चुकुल खुसिया छ। एउटा लामा र मनमनको पालामा भत्ता बाँडेको, ओलीको पालामा बाँडेको हो भत्ता। माओवादीले एकपल्ट जित्दा भत्ता बढाइदियो है। सही कुरो गर्नुपर्छ, सत्य कुरो बोल्नुपर्छ। असत्य कुरो ओलीका बाउको घर बेचेर दिएको होइन हामीलाई भत्ता। हाम्रा छोराछोरीले रिमिटेन्स पठाएको पैसा हो। त्यति डराउने साटो पनि एउटा एउटा स्कुल खोलिदिएको भए, फ्रीमा स्कुल सरकारी खोलिदिएको भए गरिब दुखियाले त पढाउँथे कमसेकम। गरिब दुखिया छोरा अहिले पनि धुलो चाटिरहेका छन् बाटामा पढ्न नपाएर। भनेपछि यो भ्यू टावर बनाएको चाहिँ यहाँ दमको लागि उपलब्धिमूलक छैन, अनुत्पादक भयो। केही छैन, केही छैन। त्यहाँ कालो कुकुर पनि जाँदैन, कालो कुकुर पनि पस्दैन, त्यहाँ कोही गएको पनि छैन। अनि आमा योभन्दा अगाडि चाहिँ कसलाई मतदान गर्नुहुन्थ्यो भन्न मिल्छ? म त सबैलाई गर्थेँ। ओलीले धनी पूर्जा दिन्छु भनेर खपै पाएर चोरले अब आयो भने जुत्ताको माला लाउँछु म टोलमा। भनेपछि यो पल्ट चाहिँ बालेनलाई घन्टी चुनाव चिन्हमा मतदान गरेर प्रधानमन्त्री बनाउने गरेको यहाँहरू अब एकपल्ट घन्टी बजाउने, त्यसले पनि गरेन नै 5 वर्षमा फाल्दिने। हवस् आमा, यहाँको विचारको लागि धेरै धेरै धन्यवाद। धन्यवाद ल। तपाईँहरू पनि सचेत हुनु। ज्यानजी पुस्ता।